तपाईँ हिँडिरहेको बेलामा तपाईँको अगाडि टाउको नभएको मुर्खट्टा आयो भने के गर्नुहुन्छ? रातको 11 बजिसकेको थियो। म तराईको त्यो लामो कच्ची बाटो भएर घर फर्किँदै थिएँ। वरिपरि धानका ठुला ठुला खेतहरू थिए र आकाशमा मधुरो जुन मात्रै बलिरहेको थियो। अचानक बाटोको बीचमा मैले एउटा आकृति उभिएको देखेँ। झट्ट हेर्दा त्यो एउटा अग्लो मान्छे जस्तो देखिन्थ्यो। तर जब म नजिक गएँ, मेरो सातो गयो। उसले रगत लतपतिएको सेतो कमिज लगाएको थियो, तर उसको काँधभन्दा माथि टाउको नै थिएन, मात्र एउटा काटिएको घाँटीको ठुटो थियो जहाँबाट रगत अझै चुहिए जस्तो देखिन्थ्यो। म डरले त्यहीँ जिरिङ्ग भएँ। मेरो खुट्टा नै चल्न छोड्यो। तर डरको पराकाष्ठा त तब भयो जब त्यो आकृतिले आफ्नो सर्टको टाँक खोल्यो। उसको छातीको बीचमा दुईवटा ठुला र पहेँला आँखाहरू अचानक बले र उसको पेटको ठिक माथि एउटा काटिएको भयानक मुख सानो पहाड जस्तै गरी फाट्यो। त्यसले एउटा अमानवीय आवाज निकाल्यो। त्यो चिच्याएको थिएन, त्यो त रगतको कुल्ला गरे जस्तो घार आवाज थियो। ऊ मतिर दौडिन थाल्यो। उसका हात खुट्टाहरू भाँचिएको पुतली जस्तै गरी हल्लिरहेका थिए। म ज्यान जोगाउन खेतको हिलोमा लड्दै पड्दै दौडिएँ। मेरो पछाडि उसका भारी र असन्तुलित पाइलाहरू सुनिन्थे। म गाउँको गेटसम्म कसरी पुगेँ मलाई थाहा छैन। जब मैले पछाडि फर्केर हेरेँ, त्यो टाउको नभएको मुर्खट्टा अँध्यारोको सिमानामा उभिएर मतिरै हात तेर्स्याइरहेको थियो।